सरप्राइज दिउँ भनेको है। आन्टीको नानीको बिमारी हुँदो रहेछ अनि हस्पिटल छु भनेर मलाई कल गर्नुभयो। तिमी मात्रै रेला गर्ने, मैले पनि रेला गरेको भनेर अब त्यो है रेला रेला भने म पनि रेला रेला भए अब बाहिर रिसाउने हो कि साथी। त्यही त एकताल कल गर्छु ल त म। यस्तो प्र्याङ्क गरिदिउँ भनेर होला जस्तो छ। हेलो रोडमा आउन सिधै कहाँ रोडमा। अघि चाहिँ किन जोतेको? यत्तिको जोड्नु पऱ्यो नि, मैले पनि जोतेको अनि तिमीले मात्रै जोत्छौ, म पनि जोत्नु पाउँदैन। होइन तिमीलाई सरप्राइज दिउँ भनेर आफै सरप्राइज हो। तिमीलाई सरप्राइज दिन आफै सरप्राइज भयो त। के छैन कतिजनालाई मैले भर्खरै हालैमा सुनेको यो चाहिँ पल्युसन गर्दाखेरि चाहिँ ओटिपी चाहिन्छ, ओटिपी बिना हुँदैन भन्छ। अब पल्युसनै गरेन भने त होइन हामीलाई जहीँ पनि पक्रिनु सक्छ, क्यामेराले त पक्रियो लाइसेन्स जहाँ भेट्छ त्यहाँ डबल चला। त्यही हो गरी खानु सबैजनालाई साह्रै छ, कस्तो भनेको है। दुःख पनि छ, सजिलो पनि छ। अनि मेरो साथीलाई चाहिँ खास चाहिँ भन्दा सरप्राइज दिउँ भनेर मैले चाहिँ प्लान गरिरहेको थिएँ हो एउटा कुरा। खास त मैले एउटा साथीलाई चाहिँ यस्तो प्र्याङ्क गरौँ भनेर सोचिरहेको थिएँ होइन, सायद भने यस्तो भएन जस्तो छ। म साथीलाई यस्तो प्र्याङ्क गरौँ भनेको थिएँ कि नहोला जस्तो छ। त्यसलाई एकचोटि फोन गर्छु नि। घर त यहीँ हो नि, यसले घुमाइहाल्छु चल यहीँ बस्नु। आँपा आएको छ कि छैन नि? हो त त्यही त एकताल कल गर्छु ल त्यसलाई। यस्तो प्र्याङ्क गरिदिउँ। हेलो रोडमा आउन अनि सिधै कहाँ रोडमा कुन रोडमा जानुको? तल अनि तिम्रो घरको आँगनको छेउमा। के भएको घरमा मान्छे? किन आउनु? छिटो झर न, खिड्कीबाट हेर त यहाँ। म जाउँदिन है। पहिला यहाँ हेर न, यहाँनिर तिम्रो साथी आइरहेको छ यहाँ। बहिनी आएको छ? अन्त अघि चाहिँ किन जोतेको? तिमीलाई सरप्राइज दिएको, खास चाहिँ सरप्राइज दिउँ भनेर हेर फोनै उठाएको। हेलो हस्पिटलमा पो छु त अन्त म त यहाँनिर। हस्पिटलमा अँ कति बेर लाग्छ आउनु? टाइम लाग्छ नि 1 घन्टा? यहाँ हस्पिटल निकै टाइम लाग्छ। यहाँ हस्पिटलमा ल्याइदिनु न। किन घरमा छु भनेको त? अन्त हाउडे बेकामा जोती बस्छ अन्त यहाँ हस्पिटलमा ल्याइदिनु न। यहाँ भाइलाई अलिक टाइम लाग्ने रहेछ कि। हेलो हस्पिटलमा ल्याइदिनु अलिक टाइम लाग्ने रहेछ यहाँनिर। यत्तिको जोड्नु पऱ्यो नि, मैले पनि जोतेको। मैले पनि जोतेको। बहिनीलाई फोन दिनु त। प्राइज दिउँ भनेको है। आन्टीको नानीको बिमारी हुँदो रहेछ अनि हस्पिटल छु भनेर मलाई कल गर्नुभयो। तिमी मात्रै रेला गर्ने, मैले पनि रेला गरेको भनेर अब त्यो है रेला रेला भने म पनि रेला रेला भए अब बाहिर रिसाउने हो कि साथी। सरप्राइज दिउँ भनेर आफै सरप्राइज होला जस्तो छ त मेरो त। अनि बाइक चाहिँ कहाँ राखौँ भन्दाखेरि उपर राख्नु पऱ्यो काम। म सधैँ यतै राख्छु, सिटी फुट्ने कि भन्ने चाहिँ लाग्छ। तर यहाँतिर चाहिँ नो पार्किङ रहेछ। हुन्छ ल यहाँ सबैले राखिराख्छ होइन। तिमी आउँदैन तल? म आउँदिनँ। म
अनि मेरो नानीको घर आउँछ ए अँ होइन तपाईँले आन्टी बात पनि गर्नु पऱ्यो कि होइन त्यो त भइहाल्छ कि त्यो त भइहाल्छ कि कहाँ हो भनेर 4 नम्बर 4 हो नम्बर 4 4 ए ल ल ल त्यहाँ आएर फोन गर्छु ल तिमीलाई यहाँभित्र म आइरहेको छु फोनमा यो ठाडो लाइनमा आऊ न 4 एप्समा कहाँ हेलो एकछिन अगाडि आउँदैछ अलिक घरमा चाहिँ हेर्नु नि यसो पढाउनु नि दादालाई तिमीलाई आन्टीले सबै घर थाहा छ कसै थाहा पऱ्यो अस्ति बाटो चाहिँ भनिरहेको थियो त्यसै बित्थामा त्यो घर चाहिँ उयो गरेको थिएँ भनेको मात्रै भन्नु ल भन्ने आन्टीले सोधेको हुन्छ त्यसैले तिमीलाई सरप्राइज दिन आफै सरप्राइज भयो त आफै सरप्राइज भयो होइन दादालाई पढाउनु न कस्तो उयो यसो भन्नु लभ गरेको नि मिस्टी भन्नुभएको अँ मिस्टी हो झन्डै त्यस्तै छ नि अनु भने आँखाहरू के हो नमस्ते गर्नु अहिले भने चाहिँ म चाहिँ तर्फ लाग्दैछु है घर दबाई किन्नुपर्ने छ दबाई आयो 1 वर्ष बस्नु एउटा रमाइलो भयो अनि अब घरतर्फ लाग्दैछु म भोक लाग्यो जस्तो भयो बिहान पनि अलिकति खाजा खाइए अनि खाजा के खानु है बिहान चाहिँ अलिकति भात भुटेको भात खाएँ अलिकति अहिले चाहिँ भोक लाग्यो जस्तो भयो अब सायद जोरथाङमै गएर चाहिँ खाइन्छ होला खाजा के खानु नाम्ची बस्नु पनि पहिला बेसी बस्यो यसो साथीभाइ छ भने पनि यसो केटाहरू छ भने पनि बस्नु मजा आउँछ नि न साथी छ हो मजा पनि छैन मतलब मजै हुन्थ्यो होला अब केटाहरू भए केटाहरू पनि छैन हो त्यही हो अब बहिनी छ बहिनीको रूपमा त कसरी जानु होइन अप्ठ्यारो हुन्छ काम पर्दा जानुपर्छ यसो केटाहरूको भए चाहिँ छुट्टै मजा आउँछ नि जानु आउनु त भन्यो नि मलाई फेरि अब जान्नु अहिले त्यो कलेज गइरहेको होला हो हेर्नु नि रोड कस्तो छ नि यस्तोमा चाहिँ त्यही चिप्ले नै वान मिस्टेक गेम हो बर दोधाराम पऱ्यो अब नाममा सार्ला जस्तो छ अब अहिले त होइन अब एकताल अझै कन्फर्म गर्छु पल्युसन भाइ म त फेल त राख्दिनँ म अपडेटै राख्छु प्रायः जस्तो अपडेट भनेको मेरो एउटा अथराइज है त्यो मेरै अब उसको अनुको नाममा एउटा लेखेर हिँड्छु जहीँ पक्रिन पनि त्यो अथराइजबाटै हिँड्छ है सबै कुरा के गर्नु दुःख लाग्दो त के भयो है तपाईँहरूलाई थाहा छ कि छैन कतिजनालाई मैले भर्खरै हालैमा सुनेको यो चाहिँ पल्युसन गर्दाखेरि चाहिँ ओटिपी चाहिन्छ ओटिपी बिना हुँदैन परेर अब पल्युसनै गरेन भने त होइन हामीलाई जहीँ पनि पक्रिनु सक्छ क्यामेराले त पक्रियो लाइसेन्स जहाँ भेट्छ त्यहाँ डबल चला गरी खानु सबैजनालाई साह्रै छ कस्तो भनेको है दुःख पनि छ सजिलो पनि छ केटाहरूको रहर होला है बाइक कुदाउने इच्छा हुन्छ नि आफ्नो
अब तपाईँहरूले किन्दाखेरि चाहिँ सिक्किमको मान्छेहरूले चाहिँ किन्दाखेरि चाहिँ अब बाहिरको भन्दा चाहिँ मलाई सिक्किमभित्रकै किनेको राम्रो किनभने अहिले यस्तो झमेला है कति अनर होला कति नहोला अब त्यो के गर्नु झन् तपाईँको सिक्किममा त अलिकति अथवा तपाईँ यहाँबाट तपाईँ चाहे सिलगढी जानुभयो भने तल शिवक त्यो एउटा तेर्सो हाइवे छ त्यहाँबाट यस्तो दग्दिदिन्छ है मैले पनि कति चेक खाएको त्यहाँनिर बिस्तारै नै कुदाउँदा पनि है यस्तो दग्दिहाल्छ कि अब यहाँ चेक गरेन उहाँ 5-6 किलोमिटर चेक गर्छ फेरि त्यहाँ यत्रो नम्बर मिस्टेक भयो भने चलन गरिदिइहाल्छ बाइक फल्ट यस्तो भन्छ खानै खोजेको त होला नि अब होइन त्यही हो साह्रो छ अनर छ भने अनर राम्रो छ भने केही छैन नि ओटिपी दिइहाल्छ होइन ठिकै एउटा कुरा त मलाई के राइट लाग्यो भने एक्सिडेन्ट हुँदाखेरि चाहिँ होइन आफ्नै हुन्छ नि त्यो जुन चाहिँ अनरकोमा गएन भएर अनरलाई पनि साह्रो हो होइन ठिकै हो अब म साइड जान्छु होला त्यो मान्छेलाई एकताल फोन गरेर म क्यान्टल जान्छु त्यो अनरै मतलब त्यो क्लियरेन्स मागेर साइड लिएर अब सर्छ होला भन्ने चाहिँ धेरै आशा छ है अब यता होइन पैसा पनि छैन अहिले चाहिँ टाइम छ मेरो अलिकति त्यो सारिहाल्नुपर्ने छ है नम्बर चाहिँ उसकै नामको हुन्छ तर त्यो नम्बर चाहिँ मेरै नाममा आउँछ नाम मात्रै अलिकति चेन्ज छ अनि मेरो फोन नम्बर लिन जान्छ तपाईँको पहिला 500 रुपियाँको बियर काट्नु भने मैले सबै डकुमेन्ट्सहरू बनाएर गएको थिएँ 500 रुपियाँको बियर काट्नु भनेर गएको होइन अब त्यहाँनिर के भने अब सरले नै यहाँनिर उयो गर्नु भन्यो भएन त्यहाँ फेरि सेकेन्ड टाइममा सबै कागज मिलाएर गएको तपाईँको फेरि के भयो भन्दाखेरि तपाईँको त फाइनेन्स रहेछ यहाँनिर तपाईँ क्लियरेन्स लिएर आउनु भन्यो अब तल बजाज फाइनेन्सबाट गएको क्लियरेन्स चाहिँ दिन मानेर भत्रोएको हुन्छ मलाई यस्तो टेन्सन लाग्यो 700 रुपियाँ थियो फेरि टाइममा सोच्नु नि 700 रुपियाँ थियो अहिले अब मैले नाममा सार्छु भन्दाखेरि चाहिँ जस्तै भर्खरै होला लगभग पाएँ त्यो अनरको उसले क्लियरेन्समै दियो सार्नु भन्दाखेरि